तराई वा नेपालको दक्षिणी भूभागमा गर्मीको मौसम सुरु भइसकेको छ। यस अत्याधिक गर्मीले ल्याउन सक्ने जोखिमहरू र त्यसबाट बच्ने उपायहरूबारे जान्नुहोस्। नेपालको तराई क्षेत्रमा गर्मीको असर हरेक वर्ष बढ्दो छ। तापक्रमको वृद्धिले जनजीवन र स्वास्थ्यमा गम्भीर चुनौतीहरू थपेको छ। तराईमा मात्र होइन, विश्वभर नै अत्याधिक गर्मी र तातो लहरको समस्या बढिरहेको छ। यसले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष असर पुर्याउन सक्छ। यस भिडियोको उद्देश्य तपाईलाई तातो लहर, डिहाइड्रेसन, किरा पतंग र सर्पको खतराबाट सचेत गराउनु हो ताकि तपाईँ सुरक्षित रहन सक्नुहोस्। जब तापक्रम सामान्य भन्दा धेरै बढ्छ र लगातार केही दिनसम्म रहन्छ, यसलाई तातो लहर भनिन्छ। यसले शरीरलाई तातो व्यवस्थापन गर्न कठिन बनाउँछ। तातो लहरको समयमा शरीरको तापक्रम बढी हुन्छ र यसले विशेष गरी बालबालिका, वृद्ध र दीर्घ रोगीहरूका लागि ठूलो जोखिम निम्त्याउँछ। तातो लहरका कारण लू लाग्नु जस्ता गम्भीर स्वास्थ्य समस्याहरू आउन सक्छन्, जसले बेहोसी र मृत्यु समेत गराउन सक्छ। गर्मीमा अर्को प्रमुख समस्या हो डिहाइड्रेसन वा जलवियोजन। शरीरमा पानीको कमी हुनु नै डिहाइड्रेसन हो। डिहाइड्रेसनका मुख्य लक्षणहरूमा अत्यधिक प्यास लाग्नु, थकान, चक्कर लाग्नु र पिसाब कम हुनु पर्दछ। डिहाइड्रेसनबाट बच्न प्रशस्त मात्रामा पानी, फलफुलको रस र झोल पदार्थहरू नियमित रूपमा सेवन गर्नुपर्दछ। गर्मीको मौसममा तराईमा किरा पतंग, लामखुट्टे र विषालु सर्पहरूको खतरा पनि बढ्छ। लामखुट्टेको टोकाइबाट डेङ्गु, मलेरिया जस्ता रोगहरू लाग्न सक्छन्। यसबाट बच्न झुल प्रयोग गर्नुहोस् र घर वरिपरि पानी जम्न नदिनुहोस्। तराईमा सर्पको खतरा पनि उच्च हुन्छ। घरभित्र र बाहिर हिँड्दा सावधानी अपनाउनुहोस्। यदि सर्पले टोकेको भागलाई नहल्लाउनुहोस् र ढिलो नगरी तत्काल नजिकैको अस्पताल पुग्नुहोस्। गर्मीबाट बच्नका लागि केही सरल र प्रभावकारी सावधानीहरू अपनाउन सकिन्छ। दिउँसोको चर्को घाममा विशेष गरी 10 बजेदेखि 4 बजेसम्म घरभित्र बस्नुहोस्। बाहिर निस्कनु परेमा टोपी, हल्का र खुल्ला कपडाहरू लगाउनुहोस्। आफ्नो घर वा कार्यस्थललाई शीतल राख्न पर्दाको प्रयोग गर्नुहोस् र सकेसम्म भेन्टिलेसन, हावा ओहोर दोहोरको व्यवस्था मिलाउनुहोस्। ताजा र स्वस्थकर खानेकुरा मात्र खानुहोस्। बासी वा खुला ठाउँमा राखिएका खानेकुरा नखानुहोस्, यसले स्वास्थ्यमा थप समस्या ल्याउन सक्छ। याद राख्नुहोस्, गर्मीको जोखिमबाट बच्न सावधानी नै सबैभन्दा ठूलो उपाय हो। गर्मी, तातो लहर, डिहाइड्रेसन, किरा पतंग र सर्पको खतराबाट सुरक्षित रहनका लागि सबै सावधानी अपनाउनुपर्छ। यदि तपाईलाई वा तपाईको नजिकका कसैलाई स्वास्थ्य सम्बन्धी गम्भीर समस्या आएमा तत्काल स्वास्थ्य संस्था वा आपतकालीन नम्बरहरूमा सम्पर्क गर्नुहोस्।